16-17 वर्षको भर्खरको बच्चालाई आफ्नै साथीहरू मिलेर चक्कुले 70-80 चोटि घप्की घुवा हानेर मार्दियो क्या साला। हुन्छ नि मान्छेहरूले भनिरहेछ होइन केटीको केस हो रे, केटीको कुरा मारे। बाबु केटीको कुरा हुने हो भने नि कि सुसाइड गरेर झुन्डिन्छ कि आफै साइड लाग्दिन्छ के। यो मर्डर गर्नु भनेको कुरा यो केटीको कुरा जोडेको छैन यसमा। जबकि खुदै यहाँ मर्डर पनि केटीले गरेको छ के। केटी मान्छे पनि यो मर्डर गर्ने हातमा केटी मान्छे पनि छ भनेर कुरा आएको छ के साला। होइन यार दुनियाँ अहिले कहाँ पुगिसक्यो यार। मान्छे मार्ने त ट्रेन्ड के पुरै होइन। मान्छेलाई मार्नलाई के रमाइलो लाग्छ हो। नाबालिका भर्खरको साला 16-17 वर्षको बच्चा यार। स्कुल लाइफ पनि सकेको थिएन होला, नागरिकता भर्खर बनेको थियो होला बिचरा उसको। अहिले भनिरहेछ होइन बाबु यो चक्कु सक्कु यताउति खुकुरी चलाउने बानी छ भने नि भाइ मासु पसलमा गएर काम गरे हुन्छ भाइ। मासु काट्दै बस। अर्काको बिचरा यार बच्चालाई यार त्यो परिवारलाई के हुन्छ यार। सोचाछस् तिमीहरूले हुन्छ नि भन्छ सबले नेपाल बिग्रियोमा नेताहरूले गर्दा देश बिग्रियो यताउति। कसरी देश बिग्रियो बाबु। टोल टोलमा गल्ली गल्लीमा यसरी मान्छे मार्दै हिँड्ने मान्छेहरू छ अनि देश कहाँबाट बन्छ भाइ। त्यो ठुलो ठुलो कुर्सीमा बसेको मान्छेहरूलाई त्यति उनीहरूलाई दोष दिएर काम छैन भाइ। आफ्नो समाजमा कस्तो छ मान्छे, आफ्नो समाजले हेर्नु पर्यो नि पहिला। आफ्नो समाज सुध्रिनु पर्यो अनि देश सुध्रिन्छ नि भाइ। जबकि उसलाई 2-3 जना मिलेर मारेको छ भन्ने कुरा थाहा हुँदा हुँदै आफ्नो टोल छिमेकमा समाजको मान्छेहरू मिलेर साला त्यसलाई जसरी मारेको छ नि, त्यो भाइलाई जसरी मारेको छ नि त्यस्तै गरी साला नाङ्गो झार पारेर झुन्डाइदिने हो कि के गर्ने हो त्यो त समाजले सोच्ने हो नि त। खोइ त आफ्नो समाजबाट सुधार आउनु पर्यो के। जबकि आफ्नो टोल छिमेकमा यस्तो भइरहेछ बनाउन बच्चाहरू सेफ छैन यार। कहिले केटीको रेप भइदिन्छ, रेप गरेर साला मारेर जङ्गलतिर फालिदिन्छ यार। त्यो आफ्नो टोल छिमेकमा यस्तो भइरहेछ भने साला त्यो चुप लागेर बस्ने होइन के। ए न्याय कानुनले सजाय दिन्छ यताउति भनेर कुरेर बसेको थुप्रै भयो। नेपालमा कडा भन्दा कडा कारबाही गर्नुपर्छ, हत्यारालाई फाँसी दिनुपर्छ यताउति भनेर बोलेर चिच्याएर कति हिँड्ने। एक्सन माग्नु पर्यो नि। आफ्नो टोल छिमेकमा कोही यसरी गएको छ भोलि तिम्रो घर परिवारमा भएर कसैको के गर्छौ। अनि यो जति पनि छ नि साला यो 2-3 जना मिलेर साला मैले बारम्बार भन्ने गर्छु होइन, ज्यान जानुमा र ज्यान लिनुमा धेरै फरक छ। कसैको ज्यान तिमीले लिइरहेछौ भने फेरि पनि भन्छु कहाँ कहाँ साइड इफेक्ट पर्छ। त्यहाँ दिदी बिचरा रुँदै आएर मेरो भाइलाई यस्तो गर्यो भनेर भनिरहेछ, न्याय मागिरहेछन्। त्यहाँ हत्यारालाई जसरी भने कारबाही गरेर फाँसी नै दिनुपर्छ भनेर दिदीले आफ्नो दुखेसो पोखिरहेछ होइन। आफ्नो भाइ गएको छ यार, पीडा सबैलाई हुन्छ क्या भाइ, सबैलाई हुन्छ। आफ्नो परिवारमा सानो चोट कसैलाई के लाग्यो भने त साला आँखाभरि आँसु जमाएर बस्छन् भने आमा बुवाले त्यो छोरोको लास अगाडि देख्दा कस्तो भयो होला त्यो आमा बुवालाई। सोचाछस् यो कुरा भाइ। हाम्रो देशमा होइन हरेक दिन कोही न कसैको यहाँ ज्यान गइरहेछ कि। मर्डर गरेर कसैले बलात्कार गरेर कसैले उठेर कसैले झुन्डाइदिएर यसरी सबैजनाको कतिजनाको ज्यान गएको छ होइन। जस्टिस खोइ भाइ जस्टिस बोलेर केही हुन्छ हुँदैन नि भाइ। एक्सन चाहियो कि एक्सन चाहियो। आफ्नो समाजमा के भइरहेछ, कसैले नराम्रो गरिरहेछ, टर्चर दिइरहेछ अथवा जेसुकै होस् कि हेपाई सेपाई जेसुकै होस् आफूलाई नराम्रो हट हुने काम गरेछ भने नि समाजको बिचमा ल्याउने, सबैजना भेला पार्ने, नाङ्गो झार पार्ने हो कि के गर्ने हो त्यहाँबाट सुरु हुनुपर्छ। एक्सन एउटाबाट लिन थालेपछि नि अर्कोले पनि लिन्छ के, बुझ्यो नि। हुन्छ नि मलाई सबैजनाले यताउति भनिरहेको थियो कि दाइ तपाईँ त खोइ त बोल्नै छोड्नु भयो त्यस्तो जस्टिस कुरामा किन नबोलेको, देशमा यत्रो भइरहेछ तपाईँ बोल्नु पर्यो। मैले बोलेर के हुन्छ भाइ, के हुन्छ मैले बोलेर के हुन्छ। देशको नाम साला नेपाल हो, नेताले पालेर राखेको देश साला। घर घरमा गएर साला हामीलाई भोट दिनुहोस् भनेर माग्दै हिँड्ने हाम्रो देश नेपालमा कहिले त्यो घरमा गएर तपाईँलाई के चाहिएको छ भनेर कहिले सोधेको छ। म भन्छु भाइ यो कुरा जहिले पनि दोहोऱ्याएर भन्छु होइन। अहिले पनि जाउँ गाउँदेखि लिएर जुनसुकै ठाउँमा जाउँ होइन, सबैजनालाई सोधौँ तपाईँलाई के चाहिएको छ भनेर सबैले भन्छ कि मलाई जस्टिस चाहिएको छ। मेरो छोरा खोइ, मेरो छोरी खोइ, मेरो छोरो विदेशमा गएको विदेशमा हरायो फर्केर आएको छैन अहिलेसम्म। मेरो छोरालाई आफ्नै साथीहरू मिलेर 2-4 जना मिलेर कुटेर मारेर खुकुरी हानेर मारेर फालिदियो, खोइ मेरो छोरोले जस्टिस पाएको। एउटा आमाको काख रितेको छ, बाउको सपना बाउको चाहना इच्छा मेरो छोरोले भोलि गएर के गर्छ है हामीले त दुःख पायौँ भनेर बाउले त्यो बिचरा यार आश गरेर बसेको हुन्छ त्यो छोराछोरीमाथि। आज त्यही छोराछोरीलाई मारेर फालिदिएको छ, खोइ किन चुप लागेर बस्यो त हाम्रो समाज। भने नि मैले होइन, यदि आफ्नो समाजमा तपाईँहरूको समाजमा यस्तो भइरहेछ भने अहिले यो दाङ कतापट्टिको यो केस रहेछ होइन, आफ्नो समाजमा यस्तो भइरहेछ आफ्नो गाउँ ठाउँमा भइरहेछ भने जसले गरेको हो नि समाज सबैजना मिल्नु पर्यो। जसरी उसलाई मारेको छ त्यस्तै एक्सन लिनु पर्यो। धेरैजनाको जस्टिसको लागि मैले आवाज उठाएँ होइन, अझै पनि थुप्रैले न्याय पाएका छैनन् कि किन एक्सन कडा नभएर हो कि। यदि आजकै दिनबाट साला कसैले कसैको ज्यान लिन्छ, कसैले कसैको परिवारलाई रित्तो बनाइदिन्छ, टुरो बनाइदिन्छ, आमाको काख रित्तो बनाइदिन्छ भने नि त्यही दिनबाटै एक्सन लिन थाल्नु पर्यो कि। जसले त्यस्तो काम गरेको छ कडाभन्दा कडा कारबाही कि। जब कडा एक्सन हुन्छ नि भोलिपल्टबाट त्यस्तो यो केसहरू हुन्छ नि यो फलानाले यसरी मार्यो रे यसरी बलात्कार गरेर मारेर खोलामा फालिदियो रे भन्ने न्युज सुन्न कम पाइन्छ कि, कम सुनिन पाइन्छ। एक्सन खोइ अब नयाँ सरकार आउनु भएको छ भने यो कुराहरूलाई ध्यान दिनु पर्यो के। खोइ भनौँ न आज जसरी हामी नेपाली जनताले स्मृति प्रधान भाइको लागि यसरी आवाज उठाइरहेको छौँ नि होइन, भोलि कसैको नाम नआओस् कि। अब आजैबाट सुरुवात होस् न, हत्यारालाई यस्तो खालको कारबाही गरियो रे भनेर एकदम डरलाग्दो खालको कुरा सुन्यो भने नि भोलिपल्ट कसैले पनि आँट गर्दैन क्या त्यस्तो काम, बुझ्यो नि। अनि यो केसमा केटी मान्छे पनि छ रे मर्डर गर्नुमा, केटी मान्छे पनि हात छ रे भनेर सुन्दाखेरि त एकदम डर पो लाग्यो क्या मलाई। आज भोलि कोही पनि सेफ छैन कि
जुन भाइको डेथ भयो स्मित प्रधान भाइ भनौँ न मलाई अब यसरी म प्रायः धेरैजनाको बारेमा बोलिरहेको हुन्छु होइन मैले धेरै नजिकबाट देखाएको छु कि धेरै नजिकबाट कि कसैको परिवारबाट आफ्नो सदस्य यो संसार छोडेर जाँदाखेरि त्यो आमा बुवा कसरी बसिरहेछन् भन्ने कुरा यसरी धेरै नजिकबाट देखेको छु कि ऊ भाइलाई रेस्ट इन पिस भन्न चाहन्छु म र उहाँको परिवारहरूलाई पनि चाँडैभन्दा चाँडै न्याय दिलाइदिनुहोस् गाउँ टोल छिमेकको को हुनुहुन्छ त्यहाँ बडा मान्छेहरू उहाँहरू गएर एकचोटि बुझिदिनुहोस् को कस्तो रहेछ यो मान्छेहरू कहाँबाट छोरो पहिला कोसँग हिँड्थ्यो के गरी बर्थडेमा जान्छु भनेर घर फर्किन्छु भनेको मान्छे घर फर्किन पाएन किन पाएन कसले गर्दा भयो त्यो सबै कुरा बुझेर राम्रोसँग यो केसको बारेमा जस्टिफाई गरेर चाहिँ उहाँलाई न्याय दिलाइदिनुहोस् भन्दै 1 सेकेन्ड जस्टिस फर स्मित प्रधान है जय नेपाल।